आफ्टरनुन जय मसी यहाँहरू सबैजनालाई। विशेष गरी आज मैले यस एउटा फुलको भिडियो मार्फत तपाईँहरूलाई के भन्न खोजिरहेको छु भनेदेखिलाई हामीले गऱ्यो भने चाहिँ केही कुरा पनि असम्भव छैन रहेछ भन्ने कुरालाई प्रेजेन्टेसन गरिएको छ। विशेष गरी यो एउटा गुलाबको फुलको बोट देख्नुभएको छ है। यसमा मैले एउटा सेतो कलरको गुलाबको फुलको बोटमा 3 कलर एउटा झाङमा फुलाउने मेरो एउटा लक्ष्य र यसमा चाहिँ सेतो बोटमा अरू कुनै बोट लगायो भने कुन कलरको फुल छ त भन्ने एउटा जिज्ञासा लिएर मैले एउटा एक्सपेरिमेन्ट गर्दाखेरि यहाँ एउटा तपाईँले देख्न सक्नुहुन्छ है, रातो कलरको गुलाबको फुल फुलिरहेको छ। र यो खास भन्ने हो भने यसको मेन शरीर चाहिँ सेतो कलरको हो र यसमा रातो कलर तपाईँले यहाँ देख्नुहुँदैछ। र यसमा जुन यो एउटा मरेको पत्ता जस्तो अलिक तल देख्नुहुँदैछ त्यो चाहिँ एउटा पहेँलो हो र यसमा चाहिँ मैले 3 कलरको जोडेको छु र यसमा तीनै कलरको फुल फुल्छ कि फुल्दैन त भन्ने एउटा मेरो इच्छाले यो गरेको हो र यो सक्सेस पनि भएको छ, किनकि तपाईँले यहाँ देख्नुहुँदैछ है रातो र यो सेतो कलरको बोटमा हो। र तपाईँहरूलाई म बादमा यो कुन कुन कलरको फुल थियो र फुल्यो कि फुलेन भन्ने कुराहरू भिडियो मार्फत देखाउनेछु। जब फुल्दछ तबसम्मको लागि मेरो भिडियोलाई हेर्दै गर्नुहोला, पर्खिनुहोला। धन्यवाद।